गुजरातबाट सुमन शाहीले काम लगाइदिन्छु भनी रङ्गी दर्जीलाई बेपत्ता बनाइदिएका छन्। आदरणीय दर्शकबिनहरू, यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भारतमा पछिल्लो समय यस्ता घटनाहरू निकै बढिरहेका छन्। कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर 6 का मने दर्जीका काहिला छोरा जहरे दर्जी रोजगारीको सिलसिलामा भारतको गुजरात स्थित गन्धीधाममा परिवारसहित बस्दै आएका थिए। जहरे दर्जीकी श्रीमती रङ्गी दर्जीलाई कालीकोट जिल्ला राजकोट नगरपालिका घर भई हाल कोहलपुरमा बस्ने सुमन शाही रोजगारीको सिलसिलामा उनी पनि गुजरातमै बस्दै आएका थिए। एक दिन सुमन शाहीले जहरे दर्जीकी श्रीमतीलाई एउटा घरमा राम्रो काम लगाइदिन्छु भनी रुमबाट लिएका र अहिलेसम्म कुनै अत्तो नभएको उनका श्रीमानले हामीलाई जानकारी दिएका छन्। श्रीमानका अनुसार राम्रो घरमा काम लगाइदिन्छु भनी आफ्नो श्रीमतीलाई सुमन शाहीले कोठाबाट लगेका थिए, तर आज 2 महिना बितिसक्दा पनि कुनै सम्पर्क छैन। कल गर्दा कल पनि रिसिभ गर्दैनन् सुमन शाहीले। आफ्नो 3वटा बच्चा छन्। अहिले उनीहरूको एकदमै बिचल्ली भएको श्रीमानले बताएका छन्। आफ्नो श्रीमतीलाई कहाँ लियो के गर्यो भन्ने अहिलेसम्म कुनै आफूलाई अत्तो छैन। आफूले धेरै ठाउँमा खोजी गरिसके, कुनै पनि पत्ता नलागेपछि आफू मिडियामा आएको बताएका छन्। आदरणीय दर्शकबिनहरू, भिडियोमा देखिने सुमन शाही र रङ्गी दर्जीलाई तपाईहरूले कहीँ कतै देख्नु वा भेट्नु भयो भने हामीले भिडियोको स्क्रिनमा नम्बर राखेका छौँ। उक्त नम्बरमा सम्पर्क गरिदिनुहोला र अथवा हाम्रो कर्णाली धमाका युट्युब च्यानलको जिमेलमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनुहोला।